नमस्कार सबैजनालाई। तपाईलाई बेलुकाको क्लासमा स्वागत छ। ल लगभग अरू साथीहरू पनि बिस्तारै जोइन हुँदै हुनुहुन्छ। तपाईहरु जो जोइन हुनु भएको छ, मैले हिजो तपाईहरुलाई टाइम म्यानेजमेन्टको टिप्स सिकाएको थिएँ हैन। कति जान्नुभयो, कति बुझ्नुभयो, जुन 4 क्वाड्रेन्ट्सको कुरा सिकाएको थिएँ नि मैले हजुरहरुलाई है। त्यो कुराहरु कति बुझ्नुभयो, कति बुझ्नु भएन, तपाईहरुले शेयर गर्न सक्नुहुन्छ। स्टप भिडियो एकैछिन है। अब त्यसको कुराहरु बुझिएन भने मैले तपाईहरुलाई कल गर्नु भनेर भनेको थिएँ। तपाईहरुको एक दुई जनाको कल आएको छ, अरु साथीहरुको कल आएको छैन। कसैले तपाईले 15-16 मेसेज लेखेर पठाउनु भएको छ हैन। मैले त्यो टेक्स्ट मेसेज हेर्न पनि भ्याउँदिन कि, त्यति धेरै लामो टेक्स्ट मेसेज, फेरि नेपालीमा हैन कि इंग्लिशमा लेखेको टेक्स्ट मेसेज तपाईहरुको कति कुराहरु बुझ्न अलिकता अप्ठ्यारो पर्छ। त्यसैले बरु मलाई कल नै गर्नुस्। तपाईहरुले फोन गर्नुभयो भने मैले तपाईहरुको फोन रिसिभ गर्छु। मैले फोन रिसिभ गर्ने टाइम दिएको छु तपाईहरुलाई 11 बजेदेखि 3 बजेसम्म कल गर्नुभयो भने मैले फोन रिसिभ गर्छु तपाईहरुको है। त्यस्तै इमर्जेन्सी भयो भने बेलुका पनि कुरा गर्न सकिन्छ। त्यो टाइम अनुसार गर्न सकिन्छ। आज 5 बजेसम्म हैन। 5 आज मैले तपाईहरुलाई हाम्रो आचार्य सतनाम नयाँ सर लिएर आउँदैछु। तपाईहरुले पहिला कतिजना साथीहरुले चिन्नु भएको छ, कतिले चिन्नु भएको छैन। तपाईहरुले हामीले अब भोलि हाम्रो आज लास्ट क्लास हो हैन। भोलि लास्ट क्लासमा तपाईहरुलाई मैले सफलताको विज्ञान, साइन्स अफ सक्सेसका टिप्सहरु दिन्छु। र आज हामीले के कभर गर्यौं भन्दाखेरि, फर्स्ट डेमा हामीले जीवनको दुःखद घटनाहरुबाट कसरी हामी फ्री हुने भन्ने कुरा सिक्यौं हैन। सेकेन्डमा हामीले पर्सनालिटी कस्तो किसिमको हुँदो रहेछ, त्यो पर्सनालिटी मेरो कुन पर्सनालिटी रहेछ, कसरी म त्योबाट बच्ने भन्ने कुरा सिक्यौं है। त्यसपछि हामीले टाइम म्यानेजमेन्टको कुरा, प्रायोरिटाइजेसन कसरी गर्ने, टास्कहरुलाई कसरी डिभाइड गर्ने भन्ने कुरा हिजो डिटेलमा मैले तपाईहरुलाई सिकाएँ हैन। त्यसपछि कर्मको विज्ञान, रिजल्ट प्रति हामीले कसरी एक्सपेक्ट गर्ने रहेछ, के हुँदो रहेछ भन्ने कुराहरु गर्यौं हैन। आज ती सबै कुराहरुले तपाईहरुलाई कति जनालाई हेल्प भएको छ, कति जनाहरुको कुराहरु तपाईहरुको इन्डिभिजुअली हामीले प्रब्लम एड्रेस नगरेको जस्तो देखिए पनि तपाईहरुले जुन एक्सेल सिट भरेर पठाउनु भएको छ, त्यसबाट सबै हामीले हेरेको हुन्छौं। त्यसको आधारमा तपाईहरुलाई यो क्लासहरु लिएको हो। त्यसरी 1 to 1 तपाईहरुको फ्यामिलीको प्रब्लम, रिलेसनशिपको प्रब्लम, टास्कको प्रब्लमहरु एड्रेस नभए जस्तो नाम नबोलाए पनि यही कुरा कन्टेन्ट तपाईहरुलाई हामीले समग्र रूपमा दिएको छौं र त्यसले हामीलाई हेल्प हुन्छ। कोही साथीहरु आज मात्रै जोडेको हो भन्नुभएको छ हैन। आजको क्लास केसँग सम्बन्धित छ भने तपाईहरुले आफ्नो जीवनलाई समग्र रूपमा कसरी हेर्ने, आफ्नो इम्पोर्टेन्स कसरी थाहा पाउने हैन, आफ्नो क्षमतालाई कसरी वृद्धि गर्ने, अनि आफू हुनुमा रमाएर कसरी बाँच्ने के हैन। कोही को जस्तो हुन चाहिरहेछ, कोही को जस्तो हुन चाहिरहेछ। सबैजना हामी युनिक फिचर, युनिक क्यारेक्टर छ हाम्रो, कोहीसँग मिल्दैन हैन। भनेपछि हामी हुनुमा पनि केही इम्पोर्टेन्स छ के। आफ्नो इम्पोर्टेन्स कसरी फिल गर्दै खुसी हुँदै पढ्ने, कामकाज गर्ने, सम्बन्ध निभाउने, यी कुराहरु होलिस्टिक रूपमा तपाईले आजको क्लासमा सिक्नुहुन्छ है। त्यसको लागि मैले यहाँ आचार्य सतनाम इन्जिनियर तोपेन्द्र खनाललाई यहाँ इन्भाइट गरेको छु। तपाईहरु उहाँसँग क्लास लिनु होला। हामी एउटै टिमको साथीहरु हौं र केही प्रश्नहरु छन् भने मैले साइडमा बसेर हेरिरहेको हुन्छु, अनि तपाईहरुलाई अनि हामी मिलेर रेस्पोन्स गरौँला है त। बस धन्यवाद विजयजी। ओके गुड। सबैजनालाई धेरै धेरै धन्यवाद छ, तपाईहरु जोइन अप हुनुभएको छ हैन। र अघि हाम्रो मा विजय सावरीमाले बताउनु भए अनुसार अब हामी थोरै बेर के कुराहरु गर्दै जानेछौं। तपाईहरुले धेरै कुराहरु बुझि पनि सक्नु भएको छ। हाम्रो जीवन वास्तवमा भन्यो भने पहिला त के बुझ्नु पर्यो भने लोकसेवाको लागि मात्रै हामी जन्मेका होइनौं, हाम्रो जीवन बाँच्नका लागि जन्मेका हौं। त्यसैले तपाईहरुलाई हामीले के कुरामा पनि बढी जोड दिन्छौं त भन्दाखेरि लोकसेवा त महत्त्वपूर्ण छँदैछ, तर त्यो भन्दा पनि बढी महत्त्वपूर्ण चाहिँ हाम्रो जीवन छ। हाम्रा सम्बन्धहरु त महत्त्वपूर्ण छँदैछन्, तर त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ के छ भने म मान्छे हुँ, महत्त्वपूर्ण कुरा त्यो छ हैन। त्यसैले म भन्दा
मेरो जीवनभन्दा कुनै पनि चिज ठुलो छैन वास्तवमा। हामीले हाम्रो जीवनभन्दा ठुलो सबै चिजलाई मान्यौँ भने अनि त्यसले स्ट्रेस पैदा गरिदिन्छ। जस्तो समुद्र छ नि होइन, समुद्रलाई नदीमा ल्याउन थाल्यो भने स्ट्रेस पैदा हुन्छ नि, किनकि ठुलो भयो, समुद्र भोल्युम ठुलो छ। त्यसलाई नदीमा बगाउन खोज्यो भने स्ट्रेस पैदा हुन्छ। हाम्रो जीवन ठुलो छ, महान छ, तर हामीले लोकसेवाको आधारमा कसै व्यक्तिसितको सम्बन्धको आधारमा हामीले जब त्यसलाई मूल्याङ्कन गर्न थाल्छौँ, हामीले आफ्नो साइजलाई घटाउँछौँ। अनि जब हामीले हाम्रो साइजलाई घटाउँछौँ नि हामी पास हुन सक्दैनौँ त्यहाँ, अनि त्यसले स्ट्रेस पैदा गर्दैछ। त्यसैले बुझ्नुपर्ने कुरा के हो भने हाम्रो जीवन लोकसेवा मात्रै अथवा हाम्रो कुनै सम्बन्धमा मात्रै लिमिटेड छैन। यदि हामीले यस्तो दृष्टिकोण बनायो भने के हुन्छ त भन्दाखेरि कुनै पनि चिज हाम्रो लाइफभन्दा महत्त्वपूर्ण चाहिँ छैन अथवा त्योभन्दा बढी भ्यालुएबल छैन। हाम्रो लाइफलाई भ्यालुएबल बनाउनको लागि नै यी चिजहरू आइपरेका हुन् होइन। त्यसैले हामी अब कहाँनिर चाहिँ हाम्रो ब्लकेज कहाँनिर छ त ती कुराहरूलाई हामी खोल्दै जानेछौँ। जस्तो अघि भन्नुभयो उहाँले होइन, हाम्रो जीवनमा हामीले के धारणाहरू बनाएका छौँ होइन। जस्तो के धारणा बनाएका छौँ त भन्दाखेरि म छोरी मान्छे, मैले त के नै गर्न सकौँला र, लोकसेवा गर्न सकौँला र, म त गाउँमा पढेको मान्छे, मैले के नै गर्न सकौँला र भन्ने तरिकाले यावत तरिकाले हाम्रो नेगेटिभ थट्सहरू चाहिँ खुब कलेक्सन गरेका हुन्छौँ। त्यो नेगेटिभ थट्सको कारणले गर्दाखेरि के हुन्छ त भन्दाखेरि हाम्रो जुन जुन हौसला हो नि त्यो हौसलालाई माइनस गरिदिन्छ होइन। एकदम भयावह जस्तो पिक्चर बनाइन्छ। जीवन भनेको भयङ्करै भयावह डरलाग्दो चिज हो होइन। हामी त के फेस गर्न सकौँला र, कुनै मान्छे माइकालालले मात्रै गर्ने चिज हो यो भन्ने तरिकाले हामी जब प्रेजेन्टेसन आफूलाई त्यस्तो गर्न थाल्छौँ नि, हामीलाई अरूले वनको बाघले खाओस् कि नखाओस् मनको बाघले खाइदिन्छ। तपाईँहरूलाई हामीले सपोर्ट गर्न खोजेको कुरा पनि के हो भने यो मनको बाघले जुन खाइरहेछ यो मनको बाघले खाने कामलाई चाहिँ कसरी रोक्ने, किनकि मनमा बाघ छैन वास्तवमा, त्यो छाया छ। जस्तो फिल्ममा हामी हेर्छौँ नि होइन, फिल्म हेर्ने क्रममा हामीलाई के थाहा हुन्छ त भन्दाखेरि हुन त हामीलाई थाहा चाहिँ भित्र आन्तरिक रूपमा त थाहा हुनुपर्ने सबैलाई त्यो फिल्म भनेको त्यो पर्दामा प्रोजेक्टेड हो। त्यो खास कतैबाट प्रोजेक्टरबाट चाहिँ लाइटहरू फालेको हुन्छ। पछि फिल्म सकिसकेपछि तपाईँले हेर्नुभयो भने त्यहाँ त खाली बोर्ड मात्रै हुन्छ, त्यो केही पनि हुँदैन होइन। तर जति बेला हामी फिल्म हेर्छौँ त्यति बेला त्यो भिलेन पनि रियल जस्तो लाग्छ होइन। त्यसपछि त्यहाँ भएको हिरो पनि रियल जस्तो लाग्छ अनि हामी आँखाबाट आँसु बगाउँछौँ होइन। अनि त्यसपछि कोही हिरोले चाहिँ भिलेनलाई पिट्यो भने हामी फेरि प्रशस्त खुसी हुन्छौँ, तारी पड्काउँछौँ। सो हाम्रो लाइफ त्यस्तै भइरहेछ। हामी प्रोजेक्टेड फिल्म हेर्छौँ र त्यसमाथि हामी आत्तिन्छौँ, कहिले कहिले मात्तिन्छौँ, यो सबै चिजहरू भइरहेका छ। तर डिपली हेर्ने हो भने त्यो एक ठाउँबाट प्रोजेक्टेड रिल हो। त्यो खास त्यो एक प्रकारको खेलौना जस्तै होइन, एक प्रकारको लीला जस्तै, प्ले जस्तै हो त्यो। सो काश हामीले त्यस्तो तरिकाले हाम्रो जीवनलाई हेर्न सक्यौँ भने कुनै पनि चिज त्यति धेरै सिरियस विषय भन्दैन होइन। सिरियसली लिन जरुरत पनि छैन। त्यसैले के भन्छ भने लाइफमा हामीले गर्नुपर्ने जान्नुपर्ने के हो भने बी सिन्सियर नट सिरियस होइन। बी सिन्सियर नट सिरियस भनेको के हो त भन्दाखेरि जति बेला तपाईँ पढ्दै हुनुहुन्छ खुब पढ्नुहोस्, मस्तसँग पढ्नुहोस्। तपाईँलाई प्रेजेन्ट मोमेन्टमा बाँच्ने कला पनि आइसक्यो, थोरै ध्यानको कला पनि आइसक्यो। यो मोमेन्टलाई मैले कसरी फुल्ली बाँच्ने यति मात्रै सोच्नुहोस्। यो मोमेन्टमा जसरी मेरो कुरा सुन्दै हुनुहुन्छ नि होइन, यति बेला तपाईँले मेरो कुरा सुन्नलाई मात्रै ध्यान दिनुभयो भने चाहिँ जीवनको सबै कला आइसक्छ। कसरी ध्यान दिएर पढ्ने भन्ने कुरा चाहिँ तपाईँले अहिले ध्यान दिएर सुन्नुभयो भने र मेरो कुरालाई राम्रोसँग साँच्चीकै सुन्नुभयो भने सरल कुरा छन्, सामान्य कुरा छन्, त्यही कला नै वास्तवमा सबै ठाउँमा लागु हुन्छ। अहिले यो वर्तमान क्षणमा जहाँनिर तपाईँ बस्नु भएको छ, जसरी बस्नु भएको छ, कुर्सीमा बस्नु भएको छ भने कुर्सीमा बसेको थाहा पाउने होइन, र मेरो कुरा सुन्दै हुनुहुन्छ भने म के कुरा सुन्दैछु भन्ने कुराहरू पनि थाहा पाउने, नोट गर्न मन लाग्छ खुरुखुरु कापीमा नोट गर्ने, यही त हो नि जीवन खास। यसरी प्रेजेन्ट मोमेन्टमा जे काम गर्दैछौँ त्यो कामप्रति हामी एटेन्टिभ भयौँ भने सो द्याट इज द राइट वे अफ एक्टिङ, डुइङ, स्टडिङ होइन।
त्यसैले अर्को कुनै महान सूत्र छैन हेर्नु। धेरै जसो हामी सबैलाई कस्तो हुन्छ भने कुनै महान सूत्र हुन्छ कि कुनै छुट्टै, होइन? सफल व्यक्तिहरूले त कुनै छुट्टै अलौकिक कहीँबाट माथि भगवान्ले छुट्टै उसको लागि पासेज दिया हुन्छ कि जस्तो हामीले सोच्नु पर्दैन, होइन? साना कलाहरू छन्। ती साना कलाहरू मध्येमा एउटा कला के हो त भन्दाखेरि यो प्रेजेन्ट मोमेन्टमा हामी जे कामहरू गर्दैछौँ, जसरी काम गर्दैछौँ त्यो प्रति अलर्ट मात्रै भए पुग्छ, थोरै सजग भए मात्रै पुग्छ, होइन? त्यसरी हामी त्यो कामलाई अगाडि बढाउन सक्छौँ। त्यसैले तपाईँले बिहानको क्लासबाट बेलुकाको क्लासबाट के कुरा चाहिँ थाहा पाउनुभयो भने मैले आफ्नो इफिसियन्सीलाई, होइन, मेरो कार्य क्षमतालाई, मेरो स्टडी गर्ने क्षमतालाई कसरी अगाडि बढाउने त भन्दाखेरि एउटा कला जानिहाल्नु। तपाईँ जस्तो सुकै स्थितिमा होस्, होइन, गरिब परिवारको होस्, धनी परिवारको होस्, राम्रो अनुहारको होस्, नराम्रो अनुहारको होस्, परिवारका मान्छेहरू जस्ता सुकै हुन्, श्रीमान मिल्ने होस् नमिल्ने होस्, श्रीमती मिल्ने होस् नमिल्ने होस्, यी सबै कुराहरू छन्। वातावरणलाई यी कुराहरूले पनि प्रभाव पारिरहेका हुन्छ। अनेक चिजहरू गर्नु परेको छ, ड्युटी गर्ने बेला ड्युटी परिरहेको छ, पढ्नु पनि परिरहेछ, अनेक कामहरू गर्नु परेको छ। तर अनेक काम गर्दा गर्दै पनि एकचोटिमा त एउटा काम त गर्ने हो नि, है? यति त क्लियर छ। जस्तो तपाईँले अहिले लोकसेवाको जाँच पनि दिनुपर्ने छ, अरू विषय पनि पढ्नुपर्ने छ, तर तपाईँ यो समयमा मेरो कुरा सुन्दै हुनुहुन्छ नि, अहिले त यही मेरो कुरा सुन्नु त हो नि काम त, दोस्रो काम त गर्नुपर्ने छैन। मैले वाइ नट टु डु दिस ब्युटिफुल्ली, यही काम त सुन्दर ढङ्गले किन नगर्नु त नि? जसरी मैले कसरी सोध्छु त भन्दाखेरि म पेसाले सिभिल इन्जिनियर, होइन, मेरो इन्जिनियरिङ काम पनि गर्नु छ। म पथिक फाउन्डेसनमा एउटा महासचिवको रूपमा पनि काम गर्दैछु, होइन, एउटा संस्थाको। अर्को एउटा दोस्रो संस्था छ पथिक प्राज्ञ निगम भन्ने एउटा कम्पनी जस्तो छ, त्यो कम्पनीमा म सञ्चालकको रूपमा पनि काम गर्दैछु, होइन? मेरो आफ्नो उदाहरण दिएर तपाईँलाई सिक्न सजिलो होस् भनेर। अनि मेरो अन्य कामहरू पनि छ, विविध दायित्वहरू चाहिँ छन्। तर अहिले 4 देखि 5 सम्म तपाईँसित कुराकानी गरिरहेको छु भने मेरो लागि तपाईँ नै सित बोल्नु नै सबैभन्दा बढी महत्त्वपूर्ण काम। यो कामलाई मैले कति ब्युटिफुल्ली गर्ने भन्ने कुराले मेरो क्षमतालाई जाहेर गर्छ। ठिक त्यस्तै कला तपाईँले किन बनाउन नसक्ने, किन नबनाउने भन्नु त? राइट नाउ तपाईँसित एभाइलेबल समय हुँदा यही प्रेजेन्ट मोमेन्ट त हो नि, आइदर यो मोमेन्ट सबैको लागि एउटै छ, बराबर छ। तपाईँ होस्, लोकसेवा जाँचको जाँच परीक्षक होस्, होइन, सिकाउने मान्छेको होस्, सबैको लागि त्यही समय नै हो, र क्यास गर्ने समय पनि यति मात्रै हो। त्यसैले यो समयलाई क्यास मैले कसरी गर्ने, मोमेन्ट टु मोमेन्ट बगिरहेछ समय, त्यही मोमेन्टलाई मात्रै समात्ने हो। अब अगाडिको पनि बिर्सिने, पछाडि पनि सोध्दै नसोच्नुहोस् त, एकचोटि हेर्नु न। तपाईँ यो गरिँदै हेर्नु, यो गरी हेर्ने बित्तिकै तपाईँलाई सूत्र आइहाल्छ। मैले योभन्दा अलिकति अगाडि 1 महिना अगाडि यस्तै क्लास थियो, अनि एकजना बहिनीले मलाई, म त कन्सन्ट्रेटै हुन सक्दिनँ, पढाइमा एकदमै नेगेटिभ थट्स मात्रै आउँछ, मोबाइलले डिस्ट्र्याक्सन गर्छ, यस्तो केही गर्छ भने गर्नुभएको थियो। मैले के भने तपाईँले केही नगर्नु, जे कुराले तपाईँलाई समस्या पार्छ एकछिन श्वास चलाउनु, होइन? तपाईँहरूले कति गर्नुभयो यो प्र्याक्टिस, होइन? श्वास चलाउने, जस्तो लामो गएर 20-30 चोटि श्वास लिने। जस्तो अहिले तपाईँलाई अहिले राइट नाउ यही मोमेन्टमा विचार कतिको चलेको छ, होइन? एकछिन हामी सानो एउटा प्रयोग गर्न सक्छौँ, जस्ट 15-20 चोटि चाहिँ लामो गएर श्वास लिनु त। एकछिन जे सुन्दै हुनुहुन्छ सुन्दा सुन्दै थोरै बेर रोकिएर लामो गएर श्वास लिनुहोस्, अनि फेरि मुखबाट श्वास छोड्दा हुन्छ। थकान पनि हट्छ, दिनभरिको कुनै कामले थाक्नु भएको छ भने यो थकान पनि हट्छ। तपाईँ सेन्टरमा हुनुहुन्छ, केन्द्रमा हुनुहुन्छ, सजगतामा जानुहुन्छ। फेरि त्यस्तै लामो गएर श्वास लिनुहोस्, फेरि श्वास छोड्नुहोस्। सोच्नुहोस् कि यो मोमेन्टमा यही श्वास नै महत्त्वपूर्ण छ, किनकि श्वास लिँदा लिँदै तपाईँले फेरि श्वास फेर्न छोड्नुभयो भने त तपाईँ शरीरमा हुनुहुन्न। त्यसैले यो श्वास कति महत्त्वपूर्ण छ विचार गर्नुहोस् त। फेरि श्वास लिनुहोस्, खुब धन्यशाली ठान्नुहोस्, र फेरि श्वास छोड्दै हुनुहुन्छ।
फेरि श्वास लिनुहोस्। गहिरो श्वास लिनुहोस् अनि फेरि छोड्नुहोस्। श्वास लिएको पुरै श्वास लिने क्रममा निधारको तालुलाई, निधारभन्दा माथि तालुलाई पनि श्वासले छोएको छ र पेटलाई पनि छोएको छ, यस्तो भाव गर्नुहोस्। गहिरो श्वास लिँदै एकछिन श्वास रोक्दै फेरि श्वास छोड्नुहोस्। यसले तपाईँ जस्तोसुकै मुडमा भएको होस्, एकदमै खराब मुडमा होस् अथवा क्रोधित मोडमा होस् अथवा एकदमै झन्झट, अझै डर, जेसुकै परेशानी होस्, त्यो सब परेशानीलाई एकछिनमा यसले शान्त गरिदिन्छ। सो तपाईँलाई पहिलो सूत्र के छ त भन्दाखेरि, चाहे जस्तोसुकै परिस्थिति होस्, जतिसुकै नकारात्मक स्थिति होस्, जस्तोसुकै पढ्न मन लाग्दैन भनेर खिन्न अवस्था किन बने नबनेको होस्, तपाईँले पहिला त 30 पटक लामो गरेर श्वास लिनुहोस्। यदि 30 पटक श्वास लिइसक्नु भएको छ भने एकछिन शरीरलाई हेर्नुहोस् त। तपाईँको शरीरलाई भित्र आँखा बन्द गरेर स्क्यानिङ गर्नुहोस्। पैतलादेखि शिरसम्म हेर्दै जानुहोस्। दुवै खुट्टाका पैतला, कुर्कुच्चादेखि घुँडासम्म दुवै खुट्टालाई हेर्नुहोस् एकचोटि। तिघ्रामा दायाँ खुट्टा, बायाँ खुट्टामा दुवैतिर हेर्नुहोस्। बिस्तारै तपाईँको ध्यानलाई कम्मरमा लैजानुहोस्। अब तपाईँको ध्यानलाई पेटमा लैजानुहोस्। पेट खुम्चिने, फैलिने गरिरहेको छ, त्यसलाई ख्याल गर्नुहोस्। पेटभन्दा माथि छातीतिर एकचोटि ध्यान दिनुहोस्। शरीर शान्त पनि हुँदैछ, तपाईँ सजग पनि हुँदै हुनुहुन्छ। अब तपाईँको ध्यानलाई हातहरूमा लैजानुहोस्। हातहरू कसरी बसेका छन् थाहा मात्रै पाउनुहोस्। श्वास चलिरहेको छ। बिस्तारै तपाईँको ध्यानलाई गर्दनमा लैजानुहोस्। गर्दनबाट माथि घाँटी। अब शिरमा जानुहोस्। शिरको सबैभन्दा माथि तालुमा हेर्नुहोस्। आँखा बन्द छन्। निधार, आँखा, नाक, मुख, आँखा बन्द छन्, अन्धकार छ। मनमा विचार चलेका हुन सक्छन्, चल्न दिनुहोस्। एउटा कुरा खुब याद गर्नुहोस्, विचार जेसुकै पनि चल्न सक्छ। राम्रो विचार पनि चल्न सक्छ, नराम्रा विचार पनि चल्न सक्छ। मैले सक्छु भनेर हिम्मतिला विचार पनि चल्न सक्छन्। म सक्दिनँ, मैले गरेर के होला र भन्ने विचार पनि चल्न सक्छन्। दुवै विचारलाई चल्न दिनुहोस्। दुवै विचारप्रति उपेक्षा रहनुहोस्। केही पनि त्यसमा धेरै ध्यान नदिनुहोस्, तर आफ्नो ध्यान श्वासमा लैजानुहोस्। मलाई मेरो सरले, मेरो म्याडमले त के भन्नुभयो भन्ने कुरा पनि दिमागमा चल्छ। तैँले गर्न सक्दैनस् भन्ने विचार पनि चल्न सक्छ। जतिसुकै नकारात्मक नराम्रा विचारहरू भए पनि त्यसलाई पनि खास केयर नगर्नुहोस्। सबै विचारहरू पाहुना जस्तै हुन्, एकछिन बस्छन्, त्यसपछि गइहाल्छन्। यस्तो भावका साथ आँखा बन्द छ, विचारहरूप्रति हामी हेर्दैछौँ, तर तपाईँको ध्यान श्वासमा गइरहेको छ। अब शरीर पनि शान्त छ, मन पनि शान्त छ। बिस्तारै बिस्तारै आँखा खोल्नुहोस्।
अब तपाईँलाई कति सजिलो भयो है। थोरै पहिला चाहिँ जे काम पनि गर्दै हुनुहुन्छ होइन, लेख्ने बेला पहिला पहिला के हुन्थ्यो, अहिलेको तपाईँ लेख्नुहुन्छ कि भन्दा ओम श्री गणेशाय नमः भनेर लेख्छ नि होइन। ठिक त्यस्तै तपाईँको ओम के हो त भन्दाखेरि यो श्वासको प्रयोग है। यो श्वासको प्रयोग गरिसकेपछि तपाईँ के हो त अहिले प्रेजेन्ट मोमेन्टमा आउनुभयो। यही प्रेजेन्ट मोमेन्ट मात्रै पावरफुल छ। शक्तिशाली मन कति बेला हुन्छ त भन्दाखेरि जो प्रेजेन्ट मोमेन्टमा बाँच्छ, जसले प्रेजेन्ट मोमेन्टको कामलाई एकीकृत भएर गर्छ, जसले विचारलाई दायाँ बायाँ भड्किन नदिइकन यो मोमेन्टलाई क्याच गर्छ, त्यो मान्छे नै सफल हुन्छ। अर्को कुनै सूत्र छैन। हिजो के भयो भन्ने कुरामा पनि खासै अब सरोकार नराखे भयो, त्यसबाट शिक्षा लिए भइहाल्यो होइन। हिजोको घटना त एउटा इतिहास भइसक्यो नि त। अब त्यसबाट शिक्षा लिने हो, तपाईँलाई शिक्षा लिने तरिका सिकिसक्नु भएको छ। भविष्य आएकै छैन, त्यसको प्लानिङ मात्रै गर्ने हो। प्लानिङ गरे पनि त्यही जस्तै हुन्छ भन्ने चाहिँ छैन होइन। हामी हिँड्दाखेरि कुनै बाटोमा हिँड्दै जाँदाखेरि म यो बाटोबाट हिँड्ने हो त भन्छु, तर कुन ठाउँमा पाइला टेक्ने हो भन्ने कुरो त हामीले फिक्स गरे हुँदैन नि है। त्यो किन त्यो फिक्सै गर्न सकिँदैन। पाइला कहाँ टेक्नुहुन्छ भन्ने कुरा चाहिँ फिक्स भएको हुँदैन। ठिक रोड मात्रै प्लानिङ गरे हुन्छौँ हामीले, यो रोडबाट जाने भने जस्तै हाम्रो पनि लाइफमा जति पनि प्लानिङ गर्छौँ त्यो ठ्याक्कै एक्ज्याक्टली त्यस्तो भएको हुँदैन। त्यसैले त्यसमा स्ट्रेस नलिनु। मैले भोलि टेक्ने पाइला चाहिँ जहाँ पर्नु पर्ने त्यहीँ पर्नुपर्छ भन्ने छैन, रोड फिक्स भयो भइहाल्यो। ठिक त्यस्तै तपाईँले के योजना बनाउनुहोस् भने मैले लोकसेवा पढ्दैछु, म खुब सुन्दरतम ढङ्गले लोकसेवा पढ्नेवाला छु। सो मेरो थिङ्किङ पोजिटिभ थिङ्किङ कहाँबाट हुन्छ त भन्दाखेरि मैले यो पढ्नुको मजा लिन्छु। आई एम टेकिङ द इन्जोयमेन्ट अफ स्टडिङ इट, इट्स नट द सिरियस एफेयर होइन, बुझ्नुभयो। त्यसैले मैले सिन्सियरली गर्छु, धेरै सिरियसली लिन्न भन्नुभयो भने तपाईँ अब मनबाट हल्का हुनुभयो। अब यो हल्का मनले मात्रै राम्रोसँग पढ्न सक्छ, नत्र बोझिल हुन्छ यो है। बोझिल भनेको कस्तो भन्दाखेरि भारी 10 थरीको भारी बोक्या छ, 10 थरीको भारी बोक्यो भने के हुन्छ होइन, त्यहाँ अब खाली गर्न सकिँदैन। तपाईँलाई म एउटा सानो झ्यान स्टोरी सुनाउँछु, अनि तपाईँहरूले कसरी पढ्ने भन्ने कुराको सबै टेक्निक पनि बुझ्नुहुन्छ है। एउटा कथा छ, तपाईँले राम्रोसँग सुन्नु होला। हाम्रो मस्तिष्क कसरी भरिएको छ भन्ने कुरा चाहिँ सुन्नलाई यो कथा छ। जापानमा एकजना प्रोफेसर ध्यान सिक्नको लागि एउटा ध्यान गुरुसित सिक्न जानुभएछ। जाँदाखेरि प्रोफेसरले ध्यान सिक्नुभन्दा अगाडि ध्यान गुरुले एउटा परम्परा छ जापानमा, कहीँ पनि हामी सबैको घरमा पनि जाँदाखेरि हामी पहिला चिया खुवाउँछौँ त्यो मान्छेलाई होइन, अनि बल्ल कुराकानी गर्छौँ त, पानी खुवाउँछौँ चिया खुवाउँछौँ। अनि उनले भने प्रोफेसरलाई कि ध्यानको कुरा पछि गरौँला, पहिला चिया खाऊँ भन्छन्। चिया पार्टी, टी पार्टी। अनि टी पार्टीमा 2टा कपमा चाहिँ चिया राख्छन्, अनि 2टै कपमा चाहिँ चिया भर्छन्। उनले चिया भर्दै गएपछि कपमा भरिँदै जान्छ, भरुन्जेलसम्म त चुप्पो लाग्छन्, तर भरेर अझ थप भर्दैछन्। उनले भरिसकेको ग्लासमा पनि फेरि थप चिया भर्दैछन्। भरेर त्यो पोखिएर रिकापी तलपट्टिको जुन बेसलाइन हुन्छ नि, जुन प्लेट, त्यो पनि भरिसक्छ। त्यहाँबाट पनि चिया पोखेर तल कम्बलमा जाने बेला पछि अनि त्यसपछि प्रोफेसर कराउँछन्, खबरदार के गरे यो पागलपने के गर्नुभयो हजुर भनेर उनले भन्छन्। चिया पोखेर तल गइसक्यो भन्छन् कि। अनि त्यसपछि अनि मास्टरले भन्छन्, हेर भरिसकेको तिमीले यसबाट चाहिँ के कुरा सिक्यौ त भन्दाखेरि भरिसकेको कपमा अरू थप भरिँदाखेरि चाहिँ त्यो पोखिन्छ मात्रै। त्यसैले पहिला भर्नको लागि के गर्नु पर्यो त भन्दाखेरि खाली गर्नु पर्यो भन्छ। सो यहाँ अब तपाईँहरूलाई हामीले के सिकाउँदैछौँ त भन्दाखेरि कसरी मस्तिष्कलाई खाली पनि गराउने, ज्ञान पनि भर्नु छ हेर्नु, सँगसँगै खाली पनि गर्न जानु परेछ होइन। सो ध्यानले के गरिदिन्छ, त्यसलाई तपाईँलाई खाली गराइदिन्छ। जस्तो अघि के पढ्नुभयो भन्ने कुरालाई खाली गर्नु भएन भने नयाँ कुरा हाल्न गाह्रो हुन्छ। जसरी त्यो चियामा फेरि थप चिया थप्न सकिँदैन, ठिक त्यस्तै हाम्रो मन धेरै विषयवस्तुबाट लोडेड भयो भने, धेरै विषयवस्तुहरू चलाइरहेछ भने, गजेङ मजेङ भइरहेछ भने, फिल्म यहाँभित्र चलिरहेछ भने नयाँ कुरा तपाईँ सिक्न सक्नुहुन्न होइन।
र मैले धेरैचोटि अब्जर्भ गरिरहेको छु तपाईँहरूलाई क्लास लिने क्रममा कि तपाईँहरू खास कुराहरू सुन्न सकिराख्नु भएकै हुँदैन। तपाईँ आत्तिएर अब यसको भिडियो पाइन्छ कि पाइँदैन भन्ने कुरामा जानु थाल्नु भइसक्यो हुन्छ होइन। विषयवस्तुहरूलाई त्यहीँनिर त्यही मोमेन्टमा सिक्ने भन्दा पनि भविष्यलाई साँच्ने कुरामा गइसकेको हुन्छ मन। यसले के गरिदिन्छ त, अब भविष्य महत्त्वपूर्ण भयो, वर्तमान चाहिँ कम्ती महत्त्वपूर्ण भइदियो। अनि वर्तमानमा चाहिँ मान्छे बोलिरहेछ, वक्ता बोलिरहेछ, वक्ताको कुरा सुनिँदैन होइन। हाम्रो लिसनिङ पावर नै कमजोर भइसक्छ। अनि त्यो भविष्यमा सुन्नुला भन्ने हुन्छ, भविष्य कहिले आउँदैन। अहिले नै नसुनेका कुराहरू भविष्यमा कहाँनिर सुन्ने त, त्यो समस्या आइदिन्छ। त्यसैले पहिला त खाली गर्न पनि सिक्नु पर्यो होइन। सो त्यो खाली गर्ने तरिका चाहिँ के गर्छ त, यही प्राणायाम गर्ने, ध्यान गर्ने, प्रेजेन्ट मोमेन्टमा आउनुभयो भने के हुन्छ त, दिस मोमेन्ट अब मैले पढ्ने क्रममा यही मोमेन्टलाई क्याच गर्नु छ। हिजो के भयो छोडिदिनुहोस्, आजैबाट सुरुवात गर्ने होइन। सो तपाईँहरूको लागि सफलता सुनिश्चित छ। कति बेला सुनिश्चित छ त भन्दाखेरि हिजो के भयो भन्ने कुराबाट शिक्षा मात्रै लिने हो। अहिलेको यो मोमेन्टलाई मैले क्याच गर्नु छ। अब तपाईँको जीवनशैली यस्तो बनाइदिनुहोस् कि म आजदेखि अहिलेको वर्तमान क्षणलाई खुब क्याच गर्छु, यही नै मेरो नगद हो है। यो भन्दा सजिलो छ, गर्दा गाह्रो छ भन्नुहुन्छ तपाईँहरूले होइन, तर गर्न थालेपछि गर्न पनि सजिलो छ। किन उहाँको यसमै प्रब्लम के छ भने प्रेजेन्ट मोमेन्टमा कसैलाई समय छैन, जसलाई समय छ एकदम नेगेटिभ थट्सहरू धेरै आउने अनि पढ्न नसक्ने प्रब्लम छ भन्नुहुन्छ कतिजना। ओके हो, त्यो पढ्न नसक्ने कि त्यसमा पनि वरिड नहुनु। जतिसुकै थट आओस्, नेगेटिभ थट्स आओस्, पहिला त श्वासमा काम गर्नु न एकछिन। मैले भने नि श्वास त लिनु न, श्वास त पोजिटिभ छ नि, अक्सिजन पोजिटिभ छ कि तपाईँहरूलाई बचाउनको लागि अक्सिजन छ नि होइन। अक्सिजन चाहिँ रुखले दिइरहेछ, फ्रेस अक्सिजन दिएछ, त्यो लिनलाई के को आपत्ति, त्यो नेगेटिभ छैन, त्यसले तपाईँलाई पोजिटिभ बनाउँछ। तपाईँलाई पोजिटिभ बनाउने सूत्र सिकाउँदैछौँ नि त नि। के हो भने जति तपाईँले अक्सिजन लिनुभयो त्यति त्यसले नेगेटिभिटी काट्दिन्छ। सूत्रै बनाउनुहोस् यसलाई होइन। नेगेटिभिटी 10 टनकै भए पनि तपाईँले अक्सिजन लिनुभयो भने यसले घटाइदिन्छ। तपाईँलाई जस्तो हुन्छ नि कहिले काहीँ एसिडिक हुन्छ, धेरै चिजहरू गरम चिज खाइयो भने होइन, गरम चिज खाइयो भने, खुर्सानी पिरो यताउति मसलादार खाना खाइयो भने के हुन्छ, पेटमा ग्यास्ट्रिक पैदा हुन्छ। तर त्यसलाई डाइल्युसन केले गर्छ थाहा छ, पानीले, फ्रुट्सले डाइल्युसन गरिदिन्छ नि त। त्यसको एन्टिडोट के हो, प्रतिपक्ष भन्छ नि, त्यसको प्रतिपक्ष के हो त, फ्रुट्स, वाटर, यसको प्रतिपक्ष हो होइन। जस्तो सरकारमा चाहिँ प्रतिपक्ष हुन्छ नि, एउटा सरकार चलाउँछ, त्यसपछि त्यसलाई काट्ने कसले गर्छ, प्रतिपक्षले काट्छ। यो नेगेटिभ थट्सको प्रतिपक्ष के हो त, एन्टी के हो, जानिराख्नुहोस्। एन्टी हो हाम्रो श्वास प्रश्वास प्रक्रिया, प्राणायाम। यसले तपाईँलाई शक्ति दिइहाल्छ। जब यसले शक्ति दिन्छ, यसले भित्रभित्रै तपाईँको नेगेटिभिटीलाई काट्न थाल्छ। दोस्रो एन्टिडोट प्रतिपक्ष के हो, प्रेजेन्ट मोमेन्टमा बाँच्नु। यो भन्दा सशक्त अर्को एन्टिडोट छैन। थर्ड एन्टिडोट के हो त भन्दाखेरि केही भएर पनि केही हुँदैन, खास चाहिँ पिर गर्नुपर्ने के छ होइन। अस्ति भुइँचालो आयो, फेरि बन्यो, फेरि हामी उठिसक्यो नि त होइन, उठिसक्यो नि त। कोरोना आयो, कोरोनाले सधैँ समात्छ कि जस्तो लाग्थ्यो, छोड्यो त कोरोनाले नि। ग्रहण लाग्ने बेला पहिला पहिला चाहिँ छोड चमार छोड भनेर भन्थ्यो मान्छेहरूले होइन, बिस्तारै थाहा नपाएर। तर त्यो ग्रहण त धेरै बेर त रहँदैन नि त, कति बेर रहन्छ होइन। कुनै पनि नेगेटिभ चिजले समात्छ कति बेर, तपाईँ विचार गर्नु न, समाति हेर्नु न त्यसलाई। नेगेटिभ थरले समात्दैन कि खासै। त हामी छायासित डराइरहेका छौँ। छायासित डराउने मान्छेलाई केही पनि उपचार छैन। तपाईँ दौड्नु हो होइन, कहिलेकाहीँ कुकुरहरू कन्फ्युज हुन्छ कि कुकुरको छायालाई देख्छ अनि त्यो छायालाई समात्न खोज्छ, अनि त्यो झन् छाया बुरुक्क बढी उफ्रिन्छ। अनि जति बुरुक्क उफ्रियो त्यति कन्फ्युज हुनुहुन्छ, झन् अब ऊ आत्तिन थाल्छ। तपाईँले देख्नु भएको छ कि छैन, वास्तवमा भएको पनि छ होइन, र कथा पनि छ त्यस्तै। एउटा कुकुर चाहिँ एउटा दरबारमा गएछ, भित्रपट्टि त्यहाँ 10वटा कि 12वटा मिरर राखेको रहेछ कि। अनि एकचोटि कुकुर भोक्दाखेरि चाहिँ त्यो 12वटा कुकुर भुक्छ, बिचरा त कुकुरलाई त के थाहा कि यो मिरर हो, ऐनाको यस्तो धेरै ऐनाहरू छ
अनि जति भुक्यो त्यति उसलाई एन्टी भुकेको जस्तो लाग्छ, होइन? अब त्यो कुकुरलाई कसरी सम्झाउने कि यो चाहिँ तेरै छाया हो भनेर कसरी भन्ने भन्नु त? भुक्दा भुक्दै मऱ्यो त्यो कुकुर। हाम्रो नेगेटिभिटी पनि के हो त भन्दाखेरि हाम्रो छाया हो। तपाईँ प्रेजेन्ट मोमेन्टमा रहनुभयो भने के हुन्छ, त्यो छाया समाप्त हुन्छ, होइन? जस्तो दिउँसो ठिक 12 बजेतिर सूर्य यहाँनिर टाउकमै पऱ्यो भने, सूर्यको लाइट यहाँ पऱ्यो भने छाया बन्दैन नि। अब त्यहाँ छाया बन्नै पाएन। तपाईँ प्रेजेन्ट मोमेन्टमा रहनुभयो भने, ध्यान गर्न थाल्नुभयो भने त्यो नेगेटिभिटीले त्यसको बिउै समाप्त हुन्छ। तपाईँलाई त्यही भएर त्यो सूत्रमा ल्याउँदैछौँ हामीले घुमाइ फिराइ। तपाईँहरूले कहिले बुझ्नुहुन्छ, त्यो जुन दिन बुझ्नुहुन्छ त्यो दिन चाहिँ पुरा गजब मान्नुहुन्छ र तपाईँहरूले हामीलाई धन्यवाद दिनुहुन्छ। अहिले चाहिँ धन्यवाद दिनुहुन्छ कि दिनु न थाहा भएन, होइन? तर त्यो दिन चाहिँ तपाईँले धन्यवाद दिनुहुन्छ। किन त भन्दाखेरि यसको प्रतिपक्ष बुझ्नुहोस् है राम्रोसँग। तपाईँले किन यस्तो शब्दहरू भन्यो भने तपाईँहरूले खुब ख्याल गर्नुहुन्छ। यसको एन्टिडोट, प्रतिपक्ष, विरोधी पक्ष भनौँ, के हो त भन्दाखेरि श्वास हो, श्वास हो, श्वास हो। दोस्रो वर्तमान हो, वर्तमान हो, वर्तमान। वर्तमानमा काम गर्न थाल्नुभयो भने जे काम गर्दै हुनुहुन्छ, अहिले तपाईँ सुन्दै हुनुहुन्छ भने चाहिँ ब्युटिफुल्ली मजाले मस्तसँग सुन्नु न। जो बोल्दैछ त्यो बोल्ने मान्छेको फेस हेर्नु, होइन? हाउभाउ हेर्नु, कसरी बोल्दो रहेछ बोलाइ सुन्नु, होइन? यही तपाईँको लागि पर्फेक्ट एक्सन हो। यो दोस्रो एक्सन छैन कि खासै। हामी लोकसेवा भने चाहिँ पुरै हाउगुजी बनाएर त्यसरी हाउगुजी बनाउनु बित्तिकै के हुन्छ त, हाउगुजीको कारणले गर्दाखेरि चाहिँ त्यो चाहिँ अब के हुन्छ, नसकिने हो कि जस्तो लाग्ने भइसक्छ। र बुझ्नु कि नै, मैले कति सरलतापूर्वक ल्याउनु कोसिस गरेँ, सकेको छ कि छैन, होइन? मेरो आफ्नो मैले तपाईँलाई कति सम्प्रेषण गर्न सकेँ यो त्यति महत्त्वपूर्ण छँदैछ। तर तपाईँहरूले त्यसलाई चाहिँ खुब महत्त्वपूर्णका साथ लिनु होला। अनि तेस्रो कुरा है, मैले सुरुमै पनि भनेको थिएँ, लाइफभन्दा महत्त्वपूर्ण कुरा केही पनि छैन, होइन? तपाईँले लोकसेवा पढेको के को लागि? यहाँबाट नाम निक्लिन्छ र यो लाइफलाई सजिलो बनाउन खोज्या त हो नि। आखिर त लाइफै महत्त्वपूर्ण देखियो नि त नि। सो यो लाइफलाई तपाईँले एप्रिसिएट गर्नु पर्यो। तपाईँले आफूलाई आफू जन्मेकोमा धन्यवाद दिनु पर्यो, होइन? तपाईँसित केही नभएको होइन। यो शरीर छ, यो मन छ, विचार छ, यस्तो सोच्न सक्ने मस्तिष्क छ। के म गरिब छु, होइन? लक्ष्मीप्रसाद देवकोटाले के नेपाल सानो छ भनेर निबन्ध लेखेका थिए कि उहाँले के भन्नु त भने कि नेपाल, होइन, सबै हिसाबमा सुन्दर छ। यसले कम्पेयर गर्न जरुरी छैन कुनै देशसित, होइन? भारतभन्दा सानो त छ क्षेत्रफलको हिसाबमा, तर क्वालिटीको हिसाबमा भन्ने हो भने, गुणवत्ताको हिसाबमा हेर्ने हो भने कसरी सानो छ यो भन्नुहुन्छ नि। ठिक त्यस्तै के तपाईँ सानो हो त? कसैसित कम्पेयर गर्न सकिने मान्छे हो? होइन नि। तर तपाईँले तपाईँकै प्रशंसा गर्न सक्नु भएन भने दोस्रोले गर्नेवाला छैन। त्यसैले लभ योर सेल्फ भन्छ कि सूत्र। मोमेन्टमा जिउने। जो पनि सम्बन्धको समस्याहरू मान्नुभएको छ नि तपाईँहरू सबैले, मेरो श्रीमानले माया गर्दैन मलाई, अथवा मेरो छोराले माया गर्दैन, अथवा मेरा बाउले मलाई माया गर्दैनन् भन्ने यो शिकायतबाट आजैदेखि बन्द गर्नु। तपाईँले तपाईँलाई माया गर्नुभयो कि भएन यो क्वेसन गर्नुहोस्। तपाईँले आफूलाई माया गर्नु भनेको मतलब के हो? 4वटा आयाममा हामी कुरा गर्छौँ कि शारीरिक आयाम भन्छ। यो सायद हाम्रो साउरीमाले पनि सिकाउनु भयो होला, फिजिकल डाइमेन्सन। तपाईँले आफ्नो शरीरलाई माया गर्ने भनेको के हो भन्दाखेरि 3टा कुरा छ याद गर्नुपर्ने कुरा। 1, तपाईँले पर्याप्त मात्रामा एक्सर्साइज गर्नुहुन्छ कि गर्नुहुन्न? एक्सर्साइज गर्नु शरीरलाई माया गर्नु हो। किनकि जब एक्सर्साइज गर्नुहुन्छ रक्त सञ्चार राम्रोसँग हुन्छ, खाएका पौष्टिक तत्त्वहरू सम्पूर्ण अङ्गमा जान्छन्। प्राणायाम, श्वास प्रश्वास पनि सबै अङ्गमा पुग्छ, मस्तिष्कमा पनि पुग्छ। टक्सिनहरू बाहिर निस्किन्छ, विषालु पदार्थ बाहिर निस्किने, खाद्य पदार्थहरू राम्रोसँग रोल हुने र शरीर पनि ताजा हुँदै जाने भनेपछि एक्सर्साइज कति महत्त्वपूर्ण छ। 1, एक्सर्साइज। दोस्रो, खानपान। तपाईँहरूको खानामा बढी एसिडिटी भयो भने नेगेटिभ थट्स बढी आउँछ, होइन? अनि जीवनशैली, सुताइ, सुत्ने कतिखेर, उठ्ने कतिखेर, यो रुटिनमा ल्याउनु भयो भने, होइन?
अनि मोबाइलहरू चाहिँ कतिखेर हेर्ने, मोबाइलको सन्देश आयो कि आएन होइन, के भन्छ भने बेलुकाको समय 2 घन्टा, सुत्नुभन्दा अगाडि 2 घन्टा मोबाइल नहेर्ने, बिहान 4 घन्टा मोबाइल नहेर्ने। भन्नुको मतलब मोबाइल त हेर्नु होला, कुनै कुनै किताबै त्यसैमा रहेछ भने त पढ्ने कुरा छँदैछ। सोसियल मिडियामा चाहिँ नलाने त्यति बेला। जम्मा 6 घन्टालाई चाहिँ हामीले सोसियल मिडिया नहेर्नु भनेको छ नि त होइन, त्यति त रोक्नुहोस् न कम्तीमा। बेलुका 2 घन्टा किन त भन्दाखेरि जति हामीले लाइट्सहरू यहाँ लिँदै जान्छौँ, यहाँ मेलाटोनिन हार्मोन खाइदिन्छ त्यसले, पछि स्लिपकै समस्या आउँछ पछि भविष्यमा। त्यो कुरालाई ख्याल गर्ने। बिहानको 4 घन्टा क्रिएटिभ समय हो, त्यति बेला हामीले उठ्ने, एक्सर्साइज गर्ने, ध्यान गर्ने, केही मूलभूत मूल्यवान कुराहरू चाहिँ सुन्ने, ग्रहण गर्ने। आज म यस्तो गर्छु भने चाहिँ हौसलाबद्ध भएर उमङ्गित भएर जाने। बिहानै नेगेटिभ कुराहरू सुनेर चाहिँ मनलाई हौसला गिराउने काम नगर्ने। 3-4 घन्टा त्यो गर्नु त। सो यो जीवनशैलीले के गरिदिन्छ त, शारीरिक रूपमा तपाईँले साँच्चीकै आफूलाई प्रेम गरेको रहेछ भन्ने कुरा चाहिँ अर्थ लाग्छ। तपाईँले तपाईँलाई प्रेम गरेको प्रमाण के होइन, तपाईँले साँच्चीकै प्रेम गर्नुहुन्छ त आफूलाई, अरूले गर्छ कि नगर्छ भन्ने कुरामा हाम्रो ध्यान त छ। मलाई मेरो मिसेजले माया गरे कि गरेन, मेरो सरले माया गर्नुभयो कि भएन भन्ने कुरामा त हाम्रो चासो खुब छ। तर हामीले स्वयंलाई माया गरे कि गरेनौँ भन्ने कुरामा तपाईँले चेकलिस्ट बनाउनुहोस् त। बढी जस्तो त तपाईँले तपाईँलाई नै माया गर्नु भएको छैन। आफैले आफैलाई घृणा गर्यो भने, आफैले आफूलाई एक्सेप्ट गरेन भने अब गाह्रो हुन्छ होइन। त्यसैले तपाईँहरूलाई हामी के सिकाउँदैछौँ त, पहिलो त स्वार्थी हुन सिकाउँदैछौँ। स्वार्थी भनेको स्वयंले आफूले आफूलाई माया गर्ने, स्वयंको अर्थ खोज्ने। स्वयंको अर्थ खोजिएन भने जीवनमा दुर्घटना हुन्छ होइन। त्यसैले पहिलो प्रेम शारीरिक रूपमा गर्ने। कसरी गर्ने? एक्सर्साइज गर्ने, खानपान राम्रो मिलाउने, तेस्रो सुताई उठाई जीवनशैली व्यवस्थित गर्ने। 3 तरिकाले आफ्नो शरीरलाई माया गर्न सकियो। दोस्रो मानसिक रूपमा माया गर्ने। मानसिक रूपमा माया गर्ने भने के त भन्दाखेरि तपाईँको लाइफलाई केले विकसित गर्छ जस्तो लाग्छ, तपाईँ के पढ्दाखेरि उमङ्गित हुनुहुन्छ, आफ्नो ऊर्जा हौसलाबद्ध भइरहेको छ, म अझै गर्न सक्छु जस्तो लाग्छ, ती कुराहरूलाई पढ्ने। जसले तपाईँलाई, जसको उपस्थितिमा तपाईँलाई टक्सिक हुन्छ, विषालु मान्छेसित बसे जस्तो लाग्छ, त्यो मान्छेसित अहिले तत्काल कट अफ गर्नुहोस् रिलेसनसिपलाई होइन। जसले तपाईँलाई बदखुवाई मात्रै गरिरहेछ, नेगेटिभ गरिरहेछ, सकेसम्म बस्नुहोस्। अब घरमै मान्छे त्यस्तो छ भने चाहिँ फेरि के गर्नु पर्यो, बडा त्यहाँ चाहिँ कलापूर्ण ढङ्गले, कलात्मक ढङ्गले बस्नुपर्छ त्यहाँ होइन। बाज्ने तरिकाले, झगडा गर्ने तरिकाले नजानुहोस्। क्रिटिसाइजिङ, कम्प्लेनिङ र कन्डेमनिङ हुन्छ। धेरै आलोचना गर्ने, धेरै शिकायत गर्ने, धेरै अरूलाई तुच्छ देखाउने वातावरण नै आफूले क्रिएट नगर्नुहोस्। ठिक छ, यति गर्न सकियो भने तपाईँ धेरै चिजबाट बच्न सक्नुहुन्छ। मानसिक रूपमा कसरी तपाईँले आफूलाई सेल्फ हेल्प गर्ने, जस्तै हामीले जुन तपाईँहरूलाई सेल्फ हेल्पकै लागि यो खास यो कार्यक्रम गरेको होइन। सो त्यस्तो खालको ठाउँहरू जाने, प्रकृतिमा जाने, कहिलेकाहीँ किताब लिएर च्यापेर लोकसेवा किताब च्यापेर यसो जङ्गलतिर गएर पढ्दा पनि हुन्छ, किनकि जङ्गलले तपाईँलाई नरिसमेन्ट दिन्छ, एनर्जी दिन्छ। सो यसरी आफ्नो माइन्डलाई माया गर्ने, यो मस्तिष्क कसरी विकसित हुन्छ त्यो कुराहरूको खोज गर्ने, द्याट इज द सेकेन्ड वे आफूलाई माया गर्ने, मेन्टल डाइमेन्सन भन्छ। तेस्रो छ इमोसनल डाइमेन्सन्स होइन। कहिले काहीँ आफ्नो अति प्रेमल मित्रहरूलाई भेट्ने, जसलाई भेट्दाखेरि खुसी लाग्छ, सोसियलाइज हुने, काममा जोडिने, आफू डिप्रेस्ड भएर एक्लो महसुस नगर्ने, यो सोसियल लाइफ अथवा यो इमोसनल लाइफ पनि हाम्रो लागि त्यत्तिकै महत्त्वपूर्ण छ। ठिक छ। अनि फियर के कारणले आइरहेछ, चिन्ता के कारणले आइरहेछ, त्यसको लेख्ने। मनोवैज्ञानिक रूपमा ती चिन्ताहरू बिस्तारै घट्दै जानेवाला छन् होइन। किन त भन्दाखेरि ती चिन्ताहरूको खासै अर्थ छैन है। यसरी बुझ्नुभयो भने, ध्यान गर्दै जानुभयो भने इमोसन्स, यो भावनाहरू जुन छ, यी भावनालाई पनि नियन्त्रणमा ल्याउन सकिन्छ। जस्तो क्रोध, एङ्गर म्यानेजमेन्टको जस्तो टिप्सहरू दिनुभएको छ, ती टिप्समाथि वर्कआउट गर्नुहोस् त एकचोटि, त्यो इमोसन्सलाई खुब डिल गर्न सकिन्छ।
अनावश्यक रूपमा डर लाग्छ, त्यो डर लाग्नको लागि त के गर्न सकिन्छ, कपालभाती प्राणायाम भन्छ। पेटलाई धक्का दिने गरी दिनमा खाली पेटमा 10-10 चोटि गर्नुहोस्। 10-10 मिनट जति गर्न सक्नुभयो भने तपाईँको क्रोध पनि शान्त हुन्छ, डर पनि शान्त हुन्छ है। केही प्राणायामले त्यस्तो विधि दिएको छ। अर्को छ, चौथो भनेको के हो भने यसलाई भन्छ स्पिरिचुअल डाइमेन्सन, आध्यात्मिक आयाम। आध्यात्मिक आयाम भन्नाले तपाईँले अहिले सोलको बारेमा खोज्नु पर्दैन तुरुन्तै, पछि तपाईँलाई जिज्ञासा आयो भने खोज्न सक्नुहुन्छ। तपाईँले साँच्चैकै यो लाइफमा के गर्न चाहनुहुन्छ त? तपाईँलाई कसरी सम्झाउन् भन्ने चाहन्छन् त? त्यो भ्यालु क्वेसन्स तपाईँले राख्दै जानुभयो भने तपाईँले छिटै पत्ता लगाइसक्नुहुन्छ कि म केही काम गर्नको लागि आएको। भगवानले अथवा परमात्माले भनौँ, भगवानले भनौँ, अथवा यो नेचरले भनौँ, तपाईँलाई केही विशेष स्पेसल बनाउनको लागि नै जन्माएको। त्यसैले तपाईँले कसैसित कम्पेयर गर्न जरुरी छैन, बरु सोध्नुहोस् कि मेरो पनि त केही भूमिका होला नि त, मलाई परमात्माले भगवानले केही स्पेसल काम गर्नकै लागि जिम्मा दिएका होलान्। त्यो पहिचान गर्ने भन्छ होइन। लिग्यासी, लिभ योर लिग्यासी भन्छ कि मलाई कसरी सम्झाउन् भन्ने चाहनुहुन्छ, सो त्यो अनुसारको काम गर्न सुरु गर्ने। त्यसो गरिसकेपछि के हुन्छ त, अब तपाईँ 4वटा आयामबाट आफूलाई माया गर्न थाल्नुभयो। अब बाटो बन्यो, स्पष्ट रोड म्याप बन्यो। अब तपाईँ कहीँ आत्तिनु पर्दैन, डराउनु पनि पर्दैन, चिन्तित पनि हुनु पर्दैन। मेरो विचारमा मैले लगातार लेक्चर जस्तो दिएँ होइन। हजुरहरूको कुराहरू, अरू केही थप कुराहरू केही क्वेसन छ? उहाँहरूको अब यहाँ साइडमा क्वेसनहरूमा सर मनी प्रब्लम भएमा कुन काम गर्ने कि पढाइमा बढी बाधा नपरोस् भन्नुहुन्छ होइन। कसैलाई श्वास प्रश्वासको गाह्रो भइरहेछ भन्नुहुन्छ। दुईटा छ। अब श्वास प्रश्वासमा गाह्रो भएको छ भने पहिले त सामान्य प्राणायामहरू गर्नुहोस् है। एकैचोटि धेरै ठुलो पनि गर्नु पर्दैन, जस्तो यसरी होइन। तपाईँले एउटा केही गर्न सकिनु भने यस्तो एउटा नाकको पाल बन्द गर्ने, बिस्तारै लिने, बिस्तारै छोड्ने गर्नु। सुरुमा बाधा भए जस्तो लाग्छ होइन। श्वास त भइरहेछ, आखिर श्वास प्रश्वासै बाधा भइदिएको भए, भित्री नसिर्ने भइदिए भए त हामी मरिसक्थ्यौँ। केही न केही त खुलेकै छ। तर त्यसमा कुनै कुनै प्राणायामहरू गर्दाखेरि, श्वास प्रश्वास गर्दाखेरि सुरुमा गाह्रो हुनसक्छ। जुन सजिलो छ त्यो ठाउँबाट सुरुवात गर्नुहोस् होइन। नाक नखुलेको पनि हुनसक्छ कसैको। त्यस्तो नाक नखुलेको छ भने एउटा जलनेती भन्ने हुन्छ। तपाईँको यहाँ नजिकै प्राकृतिक चिकित्साको कोही मान्छे हुनुहुन्छ भने होइन, त्यहाँ तपाईँले गएर जलनेती गर्ने भन्छ। पानी हालेर, यसरी पानी हालेर अर्को नाकको पालबाट पानी निकाल्ने। यो तपाईँले टेक्निक गर्नुभयो भने के हुन्छ त भन्दाखेरि यो प्यासेज खुल्छ। यो नाकको प्यासेज खुलिसकेपछि श्वास चाहिँ सजिलैसँग जाने आउने गर्न सक्छ। फिजिकली त्यसरी गर्न सकिन्छ। यदि त्यस्तो सुविधा छैन भने बिस्तारै बिस्तारै श्वास चलाउँदै गर्नु, दौड्दै जगिङ गर्दै। मुख दौड्ने बेला, जगिङ गर्ने बेला मुख बन्द गर्ने। यस्तो गरेर कोही कोही ट्रेडमिलमा दौडिरहेको हुन्छ होइन, जसको जिम सेन्टर छ। जिम सेन्टर नभएको मान्छेले दौड्न सकिन्छ होइन। त्यसो गर्ने, तर मुख बन्द गरेर दौड्नु भयो भने बिस्तारै बिस्तारै नाकको प्यासेजहरू खुल्छ। श्वास प्रश्वासलाई खासै गाह्रो पर्दैन है। सुरुमा अलिअलि हिचक हुन्छ, अप्ठ्यारो हुन्छ। त्यस्तोमा साह्रै नै गाह्रो भयो भने तपाईँले चेक चाहिँ गर्नु होला। कहिलेकाहीँ ब्लड प्रेसर बढेर चाहिँ थोरै श्वास लिँदाखेरि पनि गाह्रो भएको छ भने प्रेसरको कारणले पनि हुनसक्छ होइन। त्यस्तो भयो भने प्रेसरलाई ट्रिटमेन्ट गर्नु पर्यो। अदरवाइज नाक खुला छैन, पिनास भएको छ भने यसरी जलनेतीबाट पनि सजिलो हुन्छ, नाकको देखाउनु होला। अब रह्यो फाइनेन्सियल कुरामा होइन। फाइनेन्सियल कुरामा अब हामीले सामान्य गाइड मात्रै गर्न सक्छौँ, बताउन मात्रै सक्छौँ। जस्तो म पेसाले सिभिल इन्जिनियर हो होइन, म पथिक फाउन्डेसनमा काम गर्दैछु। अब मैले मेरो आर्थिक समस्यालाई कसरी समाधान गर्ने त भन्दाखेरि मैले सोचिरहेको छु, मैले अलिअलि 1 घन्टा जस्तो काम पाएमा इन्जिनियरिङ काम पनि मैले गर्छु होइन। 1-2 घन्टाको इन्जिनियरिङ काम पाइयो भने अथवा कन्सल्टिङ कामहरू पायो भने मैले त्यो कामहरू गरिरहेको हुन्छु। र तपाईँले सोच्नुहुन्छ म त त्यस्तो क्वालिटीको त केही पनि पाएको छैन, मैले कसरी काम गर्न सक्छु त भन्दाखेरि यसमा पनि सानो सानो जस्तो कामहरू भनेको कस्तो हो भने हामीलाई आर्थिक रूपमा समस्या नपर्ने गरी खालका कामहरू गर्न सकिन्छ। जस्तै ट्युसन पढाउने काम पनि हुनसक्छ एक होइन। ट्युसन पढाउन अहिले चाहिँ मलाई चाहिँ त्यस्तो बुद्धि पनि पुग्दैन अथवा त्यस्तो समय पनि छैन भन्नुभएको छ भने
घरमा अब तपाईँले पहिला परिवारले कसरी त्यसको आउटलेट निकालेको छ होइन। जस्तो मेरो एउटा साथी हुनुहुन्छ, सुन बनाउने काम गर्नुहुन्छ। उहाँले आफ्नो छोरालाई चाहिँ पढाउँदै पनि हुनुहुन्छ, बिहान बिहान सुनको काम पनि गराउनुहुन्छ। थोरै काम त छोराले गरे आधारमा उहाँले त्यसको स्यालेरी दिनुहुन्छ अनि उसले त्यसको आफ्नो पकेट खर्च बेहोर्छ। त्यसरी घरमै पनि काम माग्न सकिन्छ होइन। सुन व्यापारीको कोही मान्छे छोराछोरी हुनुहुन्छ भने, तर त्यो छैन भन्न सक्छु, त्यो पनि छैन भने कतै न कतै केही साना साना कामहरू हामी गर्न सक्छौँ होइन। सो अहिले त अब जम्मै कुराहरूलाई बिस्तारै बिस्तारै पुँजीमा बदल्ने चलन आइसक्यो। तरकारी खेती गऱ्यो भने तरकारी पनि बिक्री हुन्छ, कतै श्रम बिक्री हुन्छ होइन। ट्युसन पढाउने काम छैन भने कतै गएर चाहिँ मैले तपाईँ भन्न सकिन्छ म 1 घन्टा खेत खन्छु होइन, म सर्टेन पैसा पनि माग गर्छु। यो लेभलको पुँजीवाद त नेपालमा विकास त भइसकेका छैन, तर हामीले त्यो लेभलमा सोच्यौँ भने पैसाको तनाव लिनु पर्दैन। दुईटा बेनिफिट हुन्छ। मानव खन्ने काम मैले पाएँ होइन, मैले तपाईँलाई खन्नलाई लगाएको होइन, तर खन्ने काम मैले पाएँ भने के हुन्छ, मैले यो खन्ने कामलाई प्राणायामको काममा जोड्न पनि सक्छु होइन। श्वास प्रश्वास पनि मैले चलाउँछु, पसिना पनि चल्छ, मैले एक्सर्साइज गर्नु परेन छुट्टै। यसको डबल बेनिफिट छ। दोस्रो, मैले कमाइ गर्दैछु खनेर होइन। इज्जतदार काम, दुईटा इज्जतदार काम भनेको के हो भने एउटा पढाउने काम, एउटा खन्ने काम, किसानको काम। यदि त्यसो पनि सम्भव छैन भने कसैले अनलाइन बिजनेस पनि गरिराख्नु भएको छ अहिले होइन। कति त विद्यार्थीहरूले नेपाल काठमाडौँ जस्तो ठाउँमा त पठाउ पनि चलाउनु पर्छ, 1-2 घन्टा जतिको पठाउ चलाउने अनि पढ्ने काम पनि गर्नु पर्छ। सो अब तपाईँको लागि के पोसिबल छ होइन। तपाईँ एकदमै महत्त्वाकांक्षी यसमा नभन्नु, किनकि यो अहिले तत्कालको लागि इन्टरिम भन्छ नि, अन्तरिम। यो पढुन्जेलसम्मलाई हो नि, जागिर नपाउन्जेलसम्मलाई त हो नि, एउटा सर्टेन फिक्स्ड काम नपाउन्जेलसम्मलाई हो। त्यसरी टेम्पोररीली तपाईँले सोच्न सक्नुहुन्छ। यदि त्यस्तो पनि भएको छैन, घर परिवार चाहिँ धनी नै छ होइन, सक्छ भने 2-3 वर्ष जति हजुरहरूले मलाई सेवा सहयोग गरिदिनुहोस्, म तपाईँलाई पछि यसको पेब्याक गर्छु। कसैसित लोन लिएर पनि, स्टडी लोन भन्छ, स्टडी लोन लिएर पनि पढ्न सकिन्छ। ताकि किन स्टडी लोन लिनु पर्यो त भन्दाखेरि टाइम फ्रिडम लिनुको लागि। यसमा तपाईँ चनाखो हुनु जरुरी छ होइन। सबै सेट रेडिमेड कसैले गरिदिनेवाला छैन, त्यसरी नसोच्नुहोस् है। लाइफ त्यस्तो कम्फोर्ट जोनमा जिउन सकिँदैन। तपाईँहरूलाई ध्यानबाट यो सबै सिकाउन खोजेको कुरा के हो त भन्दाखेरि, अर्को कुरा महत्त्वपूर्ण कुरा के हो भने, डोन्ट लिभ इन कम्फोर्ट जोन। सजिलो मात्रै नखोज्नुहोस्। अलिकति अप्ठ्यारो, थोरै तपस्वी तपाईँहरू हामी सबै बन्नै पर्छ। थोरै मेहनत बढी नगर्ने हो भने यो कम्पिटिसनको जमानामा अलिक गाह्रो पनि हुन्छ। त्यसैले कम्पिटिसन भन्नाले एकदमै पुरै कस्तो हो भन्दाखेरि, हामीले अरूसित कम्पिटिसन नगर्न तर स्वयंसित कम्पिटिसन गर्न सकिन्छ। हिजोको भन्दा अलिकति बढी क्षमतामा काम गर्ने होइन। मोबाइल हेर्ने काम त खन्यो भने त पैसा कमाइन्छ नि त नि। कतै राम्रोसँग खनियो भने 100 रुपियाँ भए पनि घन्टाको पाइयो भने पनि द्याट इज आवर अर्निङ। त्यसमा बडा भ्यालु छ कि होइन। श्रम गरेर कमाएको पैसाको मूल्य रियलमै छ है। एउटा सानो सानो सामान किन्दाखेरि पनि साँच्चीकै हामीले कमायौँ भने त्यसको रियलमै मूल्य बहुत बढी हुन्छ र तपाईँले आफूलाई खुब गौरवान्वित ठान्नुहुन्छ र आफूलाई धाप दिनुहुन्छ यसरी, यस आई डिड इट। यसले कन्फिडेन्स डेभलप गर्छ। कन्फिडेन्स डेभलप गर्ने अर्को कुनै तरिका छैन। हामीले भएको समयलाई सदुपयोग गरेर, हामीले भएको आफ्नो श्रमलाई, स्रोतलाई, साधनलाई उपयोग गरेर हामीले आफूलाई उठाउन सक्छौँ। सो 4-5वटा तरिका मैले बताएँ, तपाईँलाई कहाँनिर सुटेबल हुन्छ होइन। यो त मैले अहिले तपाईँलाई ऱ्यान्डमली भनिरहेको छु कि यस्तो यस्तो पोसिबल हुनसक्छ है। एक, आफैले जानेको क्षमताबाट गर्न सक्ने काम। दोस्रो, मेरो बाबुआमाले गरिरहेको कामहरूको आयामबाट खोज्ने काम होइन। तेस्रो चाहिँ अरू साथीभाइहरूले गरिरहेको काममा ल मलाई पनि 2-4 घन्टाको काम देऊ भन्ने। तर नेपालमा अलिकति समस्या के छ भने, नेपालमा अझै औद्योगिकरण राम्रोसँग नभइसकेको हुनाले, कामहरूको अपर्च्युनिटी धेरै नभएको हुनाले भने जस्तै काम चाहिँ हुँदैन। अलिकति गाह्रो चाहिँ छ। सो यस्तो गाह्रो परिस्थितिमा हामीले अलि बढी हार्डवर्क गर्नुपर्ने स्थिति चाहिँ छ। सो के छ पोसिबल लोन, सम्भावना हेर्नु, क्यासलाई मूल्याङ्कन गर्नु। समय मूल्यवान छ कि अहिले तत्काल पैसा मूल्यवान छ हेर्नु। समय मूल्यवान छ भने लोन लिएर पढ्नुहोस्, केही छैन, पछि तिर्न सकिन्छ होइन। कहिलेकाहीँ त्यति रिस्क पनि हामीले लिनुपर्छ। त्यति रिस्क लिनुभयो भने अब के छ होइन, सबै कुरा त बाटो निस्किहाल्यो नि त। हामी सिन्सियर हुन मात्रै जरुरी छ र एकदम पुरा ओपन बाटोलाई चाहिँ सबैतिर खुल्ला राख्नु चाहिँ पर्छ है।
जब गर्ने केसमा पनि मैले के भन्छु त भन्दाखेरि हामीले सधैँ एउटै विषयमा रिजिडिटी राख्नु हुँदैन। हिजो जसरी ब्राह्मणहरूले हलो जोत्नु हुँदैन भनेर चाहिँ रिजिडिटी राखे 2-4 जना मान्छेले क्रान्ति गर्नु पर्यो होइन। किनकि हलो जोत्दिनँ जजमानी मात्रै गर्छु भनेर चाहिँ जसरी जसले गर्नुभयो नि, जजमानी गराउने मान्छे नै भएन भने के गर्ने त, बाउले त अब हलो जोत्नु परेन, आफ्नो खेती त त्यति बाँझो बाँझो हुन्छ नि त। सो त्यो रिजिडिटी आफूमा राख्नु हुँदैन। हामीलाई अलिकति गाह्रो भएको तत्त्व के हो भने त्यो संस्कारमा यस्तो परेको छ कि कसैले आफ्नो जातको आधारमा, कसैले धर्मको आधारमा, कसैले आफ्नो चलिआएको पेसाको भन्दा अलिकति तसमस कहीँ नगर्ने खालको जुन हाम्रो सोच छ, त्यो सोचाइलाई हामीले परिवर्तन गर्नु छ होइन। कसैलाई कस्तो हुन्छ भने नेपालमा चाहिँ जस्तो कपाल काट्ने काम चाहिँ नेपालीहरूले गर्दैनन् नि, तर सिक्यो भने सिक्नलाई धेरै समय लाग्दैन, राम्रो सम्मानित पेसा हो। कसैलाई डकर्मी मिस्त्रीको काम गर्न मन लाग्दैन, तर अहिले त्यो ट्र्याक चाहिँ अलिअलि चेन्ज भएको छ है सिटी एरियामा। मास्टर्स गरेको मान्छेहरूलाई मैले चाहिँ इन्जिनियरिङमा काम गर्दाखेरि प्लास्टरको काम गर्न मैले भेटेको छु होइन। र मलाई खुसी पनि लाग्छ त्यस्तो मान्छेहरू भेट्दाखेरि, किनकि उसले कतै कसैलाई ठग्नु त परेको छैन नि होइन। अनावश्यक रूपमा मान्छेलाई चाहिँ त्यहाँ गएर बिजनेसको नाउँमा 200को माल 800मा बेचेर 600 रुपियाँ ठग्नुभन्दा 200 जति मार्जिन पाउनु पर्यो त्यो मार्जिनभन्दा बढी मार्जिन खाएर होइन, त्यो ठग्नुभन्दा, त्यो गैर मानवीय काम गर्नुभन्दा त श्रम गरेर कमाएको राम्रो हो नि। त्यसैले त्यसले तपाईँलाई सन्तोष पनि दिन्छ। त्यसैले कुनै पनि काम वास्तवमा वर्थफुल छ, कुनै कामलाई घृणा गर्नुपर्ने जरुरत छैन, चाहे त्यो ढल सफा गर्ने काम नै किन नहोस् होइन। बरु हामीले सेफ्टी मास्क लाउन सक्छौँ, सबै कामहरू गर्न सक्छौँ। त्यो भन्नुको मतलब भोलि नै ढल सफा गर्न जानुपर्छ यस्तो पनि होइन। फेरि भन्नु खोजेको मतलब के हो भने त्यो लेभलको फ्लेक्सिबिलिटी हामीमा भयो भने पैसाको प्रब्लम पनि रियली सल्भ गर्न सकिन्छ। नत्र भने हात फैलाएर हुनेवाला छैन, न देश बन्छ न हामी बन्छौँ होइन। त्यसैले एकदम डिटरमाइन के हुनु भन्दाखेरि मेरो प्रब्लमको सोल्युसन मैले खोज्ने हो। यो खोज्ने जुन च्यालेन्ज छ नि त्यो तपाईँले एक्सेप्ट गर्नुहोस्। टेक द रिस्क, टेक द च्यालेन्ज। च्यालेन्ज लियो भने सफल भइन्छ। सानो सानो कुरामा पनि च्यालेन्ज लिन डराइयो भने हामीलाई त्यसले प्रगतिमा लाँदैन। ठिक छ, मेरो विचारमा कुरा बुझ्नुभयो है। अरू केही प्रब्लम छ? सर व्यायाम गर्दा अनि यो गर्छु त्यो गर्छु भनेर सोच्दा टाउको दुख्छ, आफ्नो दिमागलाई शान्त कसरी पार्ने रे? यो मैले तरिका तपाईँलाई अघि थोरै बिस्तारै सिकाएँ। धेरै नै टाउको दुख्ने खालको छ भने चाहिँ फिजियोलोजिकल समस्या पनि हुनसक्छ है। पानी प्रशस्त नपिएर होइन, दिनभरि पानी चाहिँ कति ग्लास पिइन्छ, 2-3 लिटर त हामी पानी पिउनु नै पर्छ। अब गर्मी लाग्नु थाल्यो पानी बढी पिउनु पर्छ। धेरै जसो नेपालमा कस्तो छ भन्दाखेरि चुलामा काम गर्ने मान्छेहरूले पानी पिउँदैनन् होइन, डिहाइड्रेसनको समस्या छ। पानीको कुरा गर्दा मैले पनि पानी पिउँछु तपाईँहरूसित पानी छ भने पानी पिउनु होला है। तर पानी पियो भने, पानी पिउँदै गऱ्यो भने हाइड्रेसनको समस्या कम्ती हुन्छ, रिल्याक्स हुन्छ होइन। स्वयं पानी प्रशस्त मात्रामा पिउने, पानी प्रशस्त मात्रामा पिउनु भयो भने टाउको दुख्ने समस्या त त्यसले पनि कम गर्दो रहेछ। यो मैले मेरो आफ्नो अनुभवको आधारमा पनि भनेको है। कहिलेकाहीँ सुरुमा पहिला इन्जिनियरिङ काम गर्दाखेरि फिल्डमा खुब खटिन्थ्यो, तर पानी पिउन खास मन लाग्दैन थियो होइन। र टाउको रन्न रन्किने बेलुका, अनि केही पनि कन्सन्ट्रेसन नहुने हुन्थ्यो। पानी प्रशस्त मात्रामा पिउनुपर्छ। त्यसपछि दोस्रो प्राणायामको कुरा गरिसकेको छु। पानी प्रशस्त पिउनु त पहिला फिजियोलोजिकली शारीरिक रूपमा हामी स्ट्रेसमा हुनु हुँदैन कि खास होइन। मानसिक स्ट्रेसलाई त कसरी म्यानेज गर्ने भन्ने कुरा थोरै सिकाइयो, तर फिजियोलोजिकली शारीरिक रूपमा पनि हामीले आफूलाई कम्फर्टेबल हुनु चाहिँ पर्छ। सर धेरै निद्रा लाग्छ किन होला? ध्यान गर्दा गर्दै पनि निद्रा लाग्छ। प्राणायाम गर्नुहोस्, ध्यान चाहिँ कम्ती गर्नुहोस्। तपाईँले प्राणायाम श्वास चलाउने काम खुब गर्नु। श्वास यदि निन्द्रा लाग्यो भने देब्रे नाकको पाल बन्द गर्ने, दाहिने नाकबाट मात्रै श्वास फाल्ने गर्नु त एकचोटि। निन्द्रा लागेको छ कि छैन? 1 मिनट जति देब्रे नाकको पाल बन्द गर्नु, दाहिनेबाट मात्रै श्वास फाल्नु गरिराख्नु। एकछिन म पानी पिउँदै गर्छु, त्यति तपाईँ श्वास फाल्नुहोस् त एकचोटि, अनि एकछिनमा अलर्ट निन्द्रा भाग्छ। गर्नुभयो अलिअलि? निन्द्रा लाग्ने मित्रहरूले के गर्नु भने
गर्नु त एकछिनमा श्वास यस्तो यहाँसम्म जान्छ। निन्द्रा लाग्ने कारण के हो भने ब्रेनमा अक्सिजन नपुग्नु हो। यसको वैज्ञानिक कारण बुझ्नु। निन्द्रा लाग्ने कारण ब्रेनमा अक्सिजन पुगेन भने ब्रेन सेल चाहिँ यस्तो हुन्छ अनि झ्याप्प निन्द्रा लाग्छ है। कफी खाएर हुन्छ अरे निन्द्रा। कफी कहिलेकाहीँ खाएर हुन्छ, तर त्यसैले फेरि तपाईँलाई एसिडिटी पैदा गर्यो भने चाहिँ त्यो ख्याल गर्नु होला। थोरै कफी खान मिल्छ। अब अहिलेको लागि लगभग यही नै कुराहरू हुन् होइन। धेरै प्रब्लम सल्भ भयो त अब तपाईँहरू चाहिँ बाँच्नुहुन्छ यसरी के छ। खालि नराम्रो मात्र हुन्छ खोले भन्नुभएको छ होइन, नराम्रो हुँदैन। जतिसुकै नराम्रो भए पनि केही बिग्रिया हुँदैन फेरि होइन, केही पनि बिग्रेको हुँदैन। नराम्रो दिमागमा मात्रै चलिरहन्छ है खासै, फिल्ममा मात्रै नराम्रो नि। प्रेग्नेन्सी टाइममा के योगा गर्न मिल्छ भनेर भन्नुभएको छ होइन। प्रेग्नेन्सी टाइममा अलिकति ख्यालै गर्नुपर्छ। त्यसमा जस्तो योग निन्द्रा टाइपको योग निद्राहरू गर्न सकिन्छ। के व्यायामहरू पछि हाम्रो म्यामले बताइदिनु होला तपाईँलाई होइन। बिहानको योगासनमा प्रेग्नेन्सीले गर्ने मिल्ने खालका योगासनहरू थोरै मात्रै, त्यो पनि अब कुन समयमा बच्चा छ चलिरहेछ होइन, त्यसले पनि फरक पार्छ होइन। त्यसमा थोरै सजग हुनु होला र तपाईँले युट्युबमा पनि अलिअलि यसो रिसर्च गर्नु होला त कस्तो खालको योगासनहरू प्रेग्नेन्सी पिरियडमा गर्न मिल्छ भनेर खोज्नुभयो भने अलिअलि आइडिया त्यहाँबाट पनि आउँछ। अर्को आइडिया चाहिँ हाम्रो सावरी मासित बिहानको सेसनमा लिनु होला। ठिक छ। अरू यहाँ केही प्रब्लमहरू छ नि त यस्तो खालको, त्यस्तो अरू केही? मिनिमम कति सुत्नुपर्छ भन्ने छ, 10 देखि 6 बजीसम्म अथवा 4 बजीसम्म। विद्यार्थी तपाईँहरू पिरियड हुन्छ भने चाहिँ कति 10 11 12 1 2 3 4 6 घन्टा सुत्दा ठिक हुन्छ होइन। कसैको चाहिँ अब फिजियोलोजिकली त्यस्तो समस्या छ, औषधि खानुपर्छ र सुताइ बढी माग गर्छ भने त्यो डक्टरले भनेअनुसार गर्नु होला। नत्र भने 6 आवर्सको सुताइ काफी छ अहिले हामी विद्यार्थी पिरियडमा होइन। अरू के छ? छिट्टै सम्झिने कसरी? छिट्टै सम्झिने भन्ने तरिकाले नजानु होला, सम्झनामा बढी जोड नदिनु होला, बरु त्यसको कन्टेन्टमा जानु खोज्नु है। रमाइलो कस्तो हुन्छ भने जस्तो मन पराए मान्छेको चाहिँ के हुन्छ, कपडा पनि याद हुन्छ होइन, नाक पनि याद हुन्छ, मुख पनि याद हुन्छ, कस्तो छ फेस हाउभाउ सबै याद हुन्छ। मन नपर्ने मान्छेको चाहिँ याद हुँदैन होइन। भनेपछि यसले के अर्थ लाग्छ, विषयवस्तुलाई कसरी रुचिकर बनाउने भन्ने कुरा महत्त्वपूर्ण कुरा। मैले पनि इन्जिनियरिङ पढ्दाखेरि होइन, अब भोलिपल्ट जाँच दिनु छ भने चाहिँ बेलुकातिर हामी फर्मुला बनाउँथ्यौँ कि त्यो अगाडिको वर्डहरू सम्झिने अनि त्यसलाई एउटा फर्मुला बनाउने। त्यो फर्मुला चाहिँ कसैको नामबाट भयो भने यो भएर यो जीबाट योबाट यो भन्दै गर्दै 8-10वटा लिस्ट बनाएपछि त्यसलाई पिक्चराइजेसन गर्ने होइन। अनि त्यसरी पनि सम्झिन्छ खास चाहिँ, सजिलो सट्टै सम्झिने। तपाईँ यो टेक्निकहरू चाहिँ धेरै मेमोरी टेक्निकहरू चाहिँ छन्। एसोसिएसन हुन्छ कि कुनै कुरालाई कसैसित जोड दिने, जे कुरा तपाईँसित पहिले नै परिचित छ अपरिचित चिजलाई परिचित गराउने। जस्तो म तपाईँलाई भन्छु है सजिलो तरिका, हामी कोही साथीभाइहरूसित भेटघाट भइसकेपछि अनि नाम सोध्छौँ, गाउँमा तपाईँ जानु होला कहीँ पनि जानु होला होइन, नाम सोध्छन्, त्यसपछि नाम सोधिसकेपछि अनि तपाईँको परिवार कहाँ हो घर कहाँ हो भन्छन्। घर कहाँ हो भनेपछि अनि बिस्तारै थर के हो भन्छ सोध्छन् नि। अनि आफ्नै तरिकाको थर मिल्यो भने चाहिँ त्यहाँ मित्रता भइहाल्यो। किन त्यस्तो भयो त भन्दाखेरि हरेक मान्छेले सुरक्षा खोजिरहेको हुन्छ, ढुक्क हुन खोजिरहेको हुन्छ। जस्तो हामी विदेशमा गयौँ भने नेपाली खोज्छौँ होइन, के त परिचितबाट अपरिचितसित यात्रा गर्न सजिलो छ, बिल्कुलै अपरिचितसित चाहिँ हामीलाई मेमोरी गर्न गाह्रो हुन्छ होइन। त्यसैले कहाँ परिचय बनेको छ त्यसलाई त्योसित जोडिदिनु भयो भने अब परिचय बन्छ, सिकिन्छ। तरिका एकदम बडो सजिलो छ नि। अपरिचितबाटलाई डाइरेक्टली अपरिचित तरिकाले सिक्न सकिँदैन। अपरिचित विषयवस्तुलाई परिचित विषयवस्तुसित कसरी जोड्ने त्यति मात्रै तरिका सिक्नुहोस् होइन। त्यसलाई रुचिकर बनाउनुहोस्, बनाउनु भयो भने अब यो सिक्न सकिन्छ। कुनै पनि विषयवस्तु हुनसक्छ। पृथ्वीनारायण शाहको बारेमा जीवनीमा सम्झिनु पर्यो भने पृथ्वीनारायण शाहको फेस कल्पना गर्ने, कस्ता थिए होला भनेर, गोर्खा जिल्ला कस्तो थियो होला होइन, कुन ठाउँमा बसेका थिए होला, त्यसको भिजुअलाइजेसन गर्दै जानुभयो भने अनि त्यसपछि त्यो ठाउँमा जन्मिने पृथ्वीनारायण शाहले कसरी काम गरे होला
भनेर चाहिँ सोच्नुभयो भने त्यसलाई पिक्चरमा उतार्न बित्तिकै के हुन्छ त, अब पृथ्वीनारायण शाह चाहिँ जीवन्त भयो क्या, बाँचेर आएको थियो होइन। सो कसरी लाइभ बनाउने त्यसलाई, त्यो लाइभ भयो भने के हुन्छ त, अब स्मरणमा ल्याउनलाई धेरै मेहनत गर्नु पर्दैन, किनकि त्यहाँ अब दोस्रो ब्रेनले काम गर्न थालिसक्यो। वेन यु मेक समथिङ मोर लाइभ होइन, जति जीवन्त बनाइयो त्यति त्यो बाँच्छ। पास्टको घटनालाई पनि हामी जीवन्त बनाउन सक्छौँ होइन। ती इतिहासमा भएका घटनाहरूलाई सम्झिनु पर्ने छ भने त्यसलाई भिजुअलाइज गर्न सक्छौँ है। जस्तो कुनै पनि पात्र हुनसक्छ। न्युटनको बारेमा सोच्नुभयो भने मैले त्यसरी नै मलाई स्मरण आउँछ, न्युटन अहिले पनि हामीसितै बाँचे जस्तो लाग्छ, किनकि उनले भनेको कुरा, उनले गरेका एक्टिभिटीहरू होइन। उनलाई एउटा उदाहरण छ कि कस्तो भने, न्युटनलाई न्युटनको काम गर्ने जो सहयोगी हुन्छ नि, अब न्युटन बिर्सिने मान्छे, अनि उनले के गर्थे अरे भन्दाखेरि, ल अनि वैज्ञानिक साहब हजुरले म यहाँ तपाईँको लागि अन्डा उमालिदिन्छु, 5 मिनट घडी हेर्नु, अनि त्यसपछि अन्डा चाहिँ त्यहाँ स्टोभ अफ गर्नु, अनि अन्डा गरेर खानु भनेर भने रहेछन्। अनि न्युटन चाहिँ अब आफ्नै कतै कुनै डाइमेन्सनमा लस्ट थिए, अनि उनले के गरे, घडी उमालेछन्, अन्डा बाहिरै राखेछन् होइन। सो त्यस्ता खालका मान्छे थिए उनी होइन। त्यति आफ्नो धुनमा लागेपछि लायालाई गर्ने। अब यो स्मरण आयो भने के हुन्छ त भन्दाखेरि, न्युटन भन्ने पात्र चाहिँ कस्ता रहेछन् त भन्ने खालको स्मरण आयो। यो स्मरणले के गर्यो तपाईँलाई, अब ह्युमरस बनायो। न्युटन भन्ने मान्छे बडा फन्नी टाइपका रहेछन् भन्ने भयो, अनि यी वैज्ञानिक पनि थिए भन्ने कुरा आयो। अनि यिनले सबैभन्दा बढी आविष्कार गरे होइन। पृथ्वी र यो गुरुत्वाकर्षण बल सम्बन्धी उनले नै लज निकालेका हुन्। सो यो विषयवस्तु गुरुत्वाकर्षणको विज्ञान मात्रै बुझ्न खोज्नुभयो भने के हुन्छ, त्यसमा ह्युमर मिसिएन, रमाइलोपना मिसिएन होइन। अनि रमाइलोपना नमिसिएपछि के हुन्छ त, न्युटनको ल होस् कि कोपर्निकसको ल होस् कि कसैको ल पनि बिर्सिन्छ सबै, के मतलब होइन। तर त्यो अन्डा सम्झ्यो भने चाहिँ, तपाईँलाई घडी उमालेको कुरो सम्झ्यो भने चाहिँ त्यो के हो, न्युटन अब जीवन्त भयो। हाम्रा तपाईँ हामी जस्तै क्यारेक्टर बन्न गएको अब त्यो होइन, पल्ला घरे साइलो जस्तै अब स्मरणमा आउँछ। त्यस्तो बनाउनु पर्यो त्यसलाई। त्यसरी जीवन्त बनाउन थाल्यो भने कुनै पनि घटनालाई हामीले त्यसरी रोचकता दिनै पर्छ। त्यो रोचकता दियो भने के हो, त्यो चाहिँ स्मरणमा आउँछ। त्यसैले तपाईँले पढेको कुराहरू किन बिर्सिरहेछ त भन्दाखेरि, ती पढेका विषयवस्तुहरूलाई हामीले लाइफमा जोड्न सकिरहेको छैन, त्यसलाई जीवन्त बनाउन सकिरहेको छैन होइन। सो त्यसलाई जीवन्त बनाउन, पहिला त्यसलाई एकदम फिल्म खेलौँ न, त्यसमा मोडेलिङ गरौँ न होइन। सानो सानो रमाइलो फन गेम बनाउँ, पढाइलाई त्यस्तो सिरियस विषय नबनाउनु, त्यसलाई मेक अ फन गेम गराउन सकियो भने फेरि के हुन्छ, बडा रमाइलो हुन्छ। जस्तो हामीले ध्यान सिकाउँदाखेरि हामीले यहाँ गेमहरू पनि खेलाउँछौँ कि, सानो सानो कुराहरूमा पनि ताली पट्काउने सिकाएर, ताली पट्काउने कला सिकाएर चाहिँ टिमवर्क बारेमा सिकाउँछौँ हामीले नि। एउटा रिदममा ताली पड्काउने भन्छौँ हामीले, अनि त्यही मिस गर्छन् तिनीहरूले होइन। त्यसपछि फेरि हामी फेरि ताली पड्काउने रिदममा बजाउँदै गर्दाखेरि, अनि 2-4 चोटि सिकिसकेपछि हेर, 20 जना मान्छेले एकैचोटि ताली एउटै तरिकाले बजाउन सक्छ। कुरो बुझ्यो भने एकैचोटि एउटै ताली बजाउन सक्छ भन्ने कुरा बुझ्यो भने चाहिँ के कुरा सिकाइयो त भन्दाखेरि, लिसनिङ गर्न सकियो भने, राम्रोसँग लिसनिङ गर्न सकियो भने सानो कुराहरू एप्लाइड हुन बित्तिकै काम त रिजल्ट आइहाल्यो त। तर सुन्दै सुनिएन भने के हुन्छ त, त्यो एक्सनमा जाँदैन। ठिक त्यस्तै तपाईँहरूले जे पढ्दै हुनुहुन्छ नि, त्यसको कन्टेन्ट सुन्नुहोस्, पहिला त भिजुअलाइज गर्नुहोस्, त्यो पात्रलाई बोल्ने लाउनुहोस्। त्यो किताबबाट पात्र निस्किएर पुरा खुरखुरी दौड्दै गरेको देख्नु त एकचोटि होइन। अब त्यो चाहिँ भइहाल्छ। समय पनि सकियो, तपाईँहरूलाई कस्तो छ होइन। विद्यार्थी पनि घट्दै जानुभएको छ, कतिको रमाइलो मान्नुभयो है। चासो छ तर पढ्दा काम कम छ। अब आजलाई यति गरौँ, आज यति नै गरौँ है। ठिक छ, तपाईँहरूको समय पनि सकिया छ होइन। मेरो विचारमा तपाईँलाई रमाइलो भयो जस्तो लाग्छ होइन। रमाइलो भएको छैन भने पनि यसो कमेन्टमा लेख्नु होला, हामी भोलि फेरि के गर्ने भनेर। लङ टर्मको लागि कसरी पढेको कुरा याद गर्ने, भर्खरै टिप्स दिनु यही नै कुरा छ। लङ टर्मको लागि भनेको मैले जम्मै टिप्सहरू दिइसकेको छु, तपाईँले त्यसलाई खुब ख्याल गर्नु होला। ल, धेरै धेरै धन्यवाद तपाईँहरू सबैलाई है त। ल, हस्, नमस्कार।